आयौँ है आज हामी चाहिँ यता हो भैलेनी खेल्न आएको हो कि देउसी हो हाम्रो आन्टीको घरमा चाहिँ केटाहरू आन्टीको घरको पनि भिडियो आज केटाहरूलाई दैलो खोला है हाम्रो सिर्जना आन्टी र दिरत अङ्कलको घरमा केटाहरू गुम्सिएर बसेको केटाहरू अहिले बल्ल बल्ल केटाहरू चाहिँ आज घुम्न पायो होइन केटा हो आज चाहिँ अलिकति बाहिर न्यानो नानो छ हाम्रो ऊ बहिनी डेनुजा यता आउनु नि ओ हेर बहिनी बहिनी पनि टिभी भन्दा सानो छ सफल सभ्य आज घुम्नु आउँदा कस्तो लागिरहेछ दामी सभ्य अलि यता बस्न हौ त सभ्य अलिक यता बस्न हौ तेरो फेसै देखिएन यता अब यहाँ हाम्रो म्याडम चाहिँ जबदेखि यता यहाँ बहिनीसँग चाहिँ यहाँ एकछिन यहाँ निस्किएर चाहिँ गफ गर्ने बस्ने भनेर चाहिँ यहाँ हामी एकछिन निस्किएको गल्यो आज अनि आइतबार र शनिबार त अनि खाली हुन्छ भनेको होइन जबमा खै सानो बहिनी केटाहरू अब हेर त यसरी खेलिरहेको छ अहिले डाङडाङ डुङडुङ नगरिकन आमामा यत्रो हात्ती जस्तो अर्को यता अर्को हात्ती जस्तो यहाँ छ आमा बिस्तारै गर बहिनी हेर बहिनी कति मजाले ऊ त्यसरी बसेर उयो गरिरहेछ तिमीहरू खेल्दा पनि अडेस लागेर हौ अलि मजाले खुट्टा उयो गर ऊ डेनुजा कसरी बसेछ त्यसरी बस खुट्टा हो त्यसरी नो खुट्टा त्यसरी बनाएर बस हो त्यसरी बसेर खेल अर्को पनि हो त्यसरी बसेर खेल्यो भने पो तिमीहरूको खुट्टाको पनि एक्सर्साइज हुन्छ ए यसरी त खेल्दो रहेछ त अनि घरमा पनि त यसरी खेल्नु नि त तिमीहरू खेल्दैन अहिले फेरि केमा छाड्याङ पारे केमा टेबलमा नगर है अब आन्टीलाई बहिनी नि कान्छी बोकिदेऊ न कान्छीलाई कान्छी ल बिस्तारै गर सबै आइज है सबै खानु आइज सबैले सका आन्टीको घरमा हामीले मोमो खाइयो है एक थाल त मैले यति बनाए त ल मैले त खाइसकेँ केटा हो खाइदे खाएकै यो ल्याम्थेले चाहिँ फेरि खान्छ नि त मजाले ऊ यत्रो थ्याल भइसक्यो खाँदैन अरे डेनुजा खानु नि सफल फेरि खानु जानु आँटेको ए ल हामीले खायौँ यो सबैको होइन भाग है सबै खा छिटो आइज छिटो आइज न छिटो मलाई पनि मनपर्छ मोमो ए फुकेको ला डेनुजाको मोमो त अनि झरेछ त किमा त ऊ हेर वाउ खोल मात्रै खाने डेनुजा खोल मात्रै ओहो गुड फुकेर खानु है अलिकति ल तातो छ ल
अर्कोले पनि खाइरहेछ। धेरै मिठो खानेकुरा खाइयो आज मोमो खाएर चाहिँ। यम्मी यम्मी डेनुजा मिठो भएन? ए गुड वाउ खाइसक्नु ल ल गुड गर्ल। बहिनीले खानुहुन्छ डेनुजा कि खानु हुँदैन? खेरौँ 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 पार्दै। यो मनपर्छ दिनु चाहिँ भेज मोमो? भेज खाने? ए अचार पनि छैन खाने? You want to try? सबै फेरि खाने? भयो। ए भयो? सबैलाई पनि मनपर्ने हो मोमो। खाइसकेँ, मैले त खाइसकेँ। डेनुजाले अब खाइसक्नु आँट्यो। भित्रको त डेनुजाले जस्तोको त्यस्तै राखेको छ त हौ। ओन्ली कभर? कभर मात्रै खाएको? खाइयो मजाले खाइयो है ल। बिचरा जबदेखि आएर बहिनीले सबै कुरा बनाएर खुवाएर के हामीलाई। कान्छी हेर कान्छी हो आमानी। नरो लु अब चाहिँ अब जानुपर्छ सफल सबै। एउटा चाहिँ हात्ती सुत्यो। अर्को पनि हाई गर्दैछ। आन्टीको घरमा केटाहरूले अब सबै चारी चारी खाइसकेर चाहिँ अब हो। आन्टीलाई धेरै धेरै धन्यवाद भन्यो केटा हो। अब भोलि पर्सि अब आन्टीहरू पनि हाम्रोमा आउनुपर्छ। अब डेनुजा त नाच्नु आँटेको जस्तो छ। नाच नाच ल डेनुजा लुलु डान्स वान गीतमा लु त लेखाको हामी केटाकेटीमा लु त लु त दादाहरूलाई सिकाउनु त सय थुङ्गा फुल्का हामी। छिटो उठ केटा हो। सय थुङ्गा फुल्का हामी भनेको चाहिँ नि सय थुङ्गा फुल्का हामी भनेको चाहिँ नि नेसनल एन्थम हो। टिभीले त भनिहाल्छ नि। अब तिमीले पो भन न आफूले। डेनुजालाई आउँछ। गुड हो त्यसरी चाहिँ त्यो सुन्नुपर्छ राष्ट्रगान। राष्ट्रगान राष्ट्रगीत। तिमीहरूलाई त थाहा पनि छैन होला। यताको थाहा छ अमेरिकन नेसनल एन्थम? ए नेपालको पनि थाहा छैन। अब के त अमेरिकाको पनि नि
त्यो अमेरिकाको पनि मुखले चाहिँ भन्दैन कि त्यो बाजा मात्रै पेपेर पुपु मात्र बजाउँछ त्यति साह्रो उयो नै गर्दैन अमेरिकाको पनि यहाँ चाहिँ अब त्यही हो सरकारी मान्छेहरू भेला भएको बेला बजाइदिन्छ त्यतिकै हो बाजा प्याँ पुपु भन्दै अब जाउँ नि केटा हो जानुपर्छ छिटो अब हामी चाहिँ अब खाइवरी चाहिँ अब बाहिर निस्कियो सबै सफल खोइ चिसो चिसो नै छ बाहिर यता हाम्रो सिर्जना बहिनी र भाइको यहाँ घरमा चाहिँ आएर हामीले खाइवरी निस्केको खोइ मम्मी र सफल छिटो आऊ छिटो आऊ ए फ्यामिली खै ए फेरि बोकेर पनि ल्याइरहेछ त के भएको सबै कुरा ल्याएछ फेरि भुँडीमा पनि बोकेको फेरि हातमा पनि बोकेको दिनुभएको छ ए भुक्के भुक्के गाला भएको मान्छेहरू सबैजना अब हामी छिटो आऊ ए चिसो चिसो छ छिटो आऊ छिटो आमा छ र कान्छा र उसको आमा चाहिँ आउँदैछ अगायो नानी ल बिचरा अब एक दुई दिन ल्याउनु पर्छ अहिले त चिसो छ ल हाम्रो भिडियो आजको लागि यति नै होला हो नि चिसो चिसो छ यो चाहिँ हामी म्यानर पार्क वेमा छौँ के छ भुँडी देखियो तिम्रो लुगाको इन्जर के भयो त अनि नाटक कतिले देखाउनु खोज्छ कतिले लुकाउनु खोज्छ के इन्जर पनि फिल्ममा त देखाउँछ इन्जर यहाँ ल यो चाहिँ कहाँको सुन्दर ठाउँ भन्दाखेरि रचेस्टर नियरको यो म्यानर पार्क वे है यहाँ त हाम्रो पहिला पहिला साथीभाइहरू आफन्तहरू धेरैजना बस्नु भएको ठाउँहरू यता यो भिडियो चाहिँ अब तपाईँहरूलाई सार्वजनिक गर्दैछौँ यसरी यो ठाउँ कति मजाको देखिन्छ हेर न अहिले पत्ता छैन र पनि नि हिउँ पन्सियो भर्खर हाम्रो गाडी यहाँ राखेको छौँ चिसो चिसो छ हिउँ त्यति सानो थोम्का मात्र देखिरहेछ ऊ परदेखि चाहिँ हामी यता आउँदैछौँ केटाहरू अघि गाडीमा पुगिसक्यो यहाँ चाहिँ म्यानर पार्क वेको चाहिँ खोल्यो अब अगाइहाल्यो त डिनर पनि भइसक्यो सबै कुरा भइसक्यो अब गाडीमा केटाहरू पसिसक्यो ल आजका लागि हाम्रो भिडियो यस्तै हुँदैछ कसरी भिडियोलाई लामो बनाउने अब पसेँ म गाडीमा है ल सबैजना आयो कतिजना आइसक्यो एकजना दुईजना तिनजना चारजना